गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। त्यो आयो सबैजना सन्चै आरामै हुनुहुन्छ होला, म पनि एकदम सन्चै आरामै छु। र म चाहिँ एकदमै मेरो घरको एकदमै धेरै माथि आएको छु र पछाडिको ब्याकग्राउन्ड पनि देख्न सक्नुहुन्छ। हिमालहरू एकदमै बबाल देखेको छ। यतातिर चाहिँ यता क्याम्पिङ गर्ने भनेर आएको छौँ, केटाहरू चाहिँ त्यहाँनिर छ। यो चाहिँ मेरो युट्युबको फर्स्ट भिडियो र एकदमै धेरै सपोर्ट गरिदिनु होला भन्दै भन्न चाहन्छु। र आज चाहिँ हाम्रो भिडियो चाहिँ खासै लामो चाहिँ हुँदैन, थोरै मात्र हुनेछ। र केटाहरू चाहिँ यता बसिरहेको छ होला, हेर्नु नि। सो अनि यहाँ चाहिँ हामीले स्काई सर्ट बनाउने तयारीमा थियौँ, तर अलिकति पारै मिलेन कि सामानहरू पनि क्याम्पिङ गर्नुको लागि चाहिँ एकदमै धेरै छ यतातिरै। बिन्दास है केटाहरू। बाघहरू आउन सक्छ यहाँ चाहिँ। यो चाहिँ भयानक जङ्गल हो, केही देख्न सक्नुहुन्छ। यो चाहिँ पुरै हामी चाहिँ एकदमै हाइटमा आएको छ। हाम्रो घर चाहिँ एकदमै तल जानुपर्छ यहाँदेखि। यहाँ यो एकदमै यो मुनि छ क्या हाम्रो घर चाहिँ यहाँ तल। सो फाइनली हामी चाहिँ बिहानै आएको यो ठाउँमा, र हामी चाहिँ आएको 3-4 घन्टा भइसकेको छ। र हामीलाई चाहिँ एकदमै धेरै भोक लाग्यो। ल हामीसँग चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ चाउचाउ छ। सो देख्न सक्नुहुन्छ यो चाहिँ मिनी ग्यास स्टोभ हो। यो चाहिँ मैले कुनै दिन अगाडि मैले दराजबाट मगाएको थिएँ। यहाँ चाहिँ हाम्रो टस छ, देख्न सक्नुहुन्छ। अनि यहाँ पनि टस छ राति क्याम्पिङ गर्नुको लागि। सो फाइनली यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ यो चाहिँ मिक्सचर हो। अनि यो चाहिँ यस तरिका से चल्छ। सो देख्न सक्नुहुन्छ यहाँ चाहिँ फ्राई प्यान छ। र फ्राई प्यानलाई चाहिँ हामीले चाहिँ यहीँ माथि राखेर पकाउनेवाला छौँ, किनकि बाहिर एकदमै हावा चलिरहेको छ। लसुन प्याजहरू काटाऊ, यो घोप्टेला यार। देख्न सक्नुहुन्छ यसको चाहिँ पिस भएको छ। फाइनली हामीले चाहिँ चलाउने चाहिँ ल्याएन छौँ है, त्यही पनि हामीले चाहिँ केही छैन, यसको युज गर्छौँ यो चक्कुको। स्लो मोसनमा बनाउनु पर्ने क्या। सो फाइनली हाम्रो चाहिँ चाउचाउ पनि पाक्नु लागिसक्यो, यहाँ देख्न सक्नुहुन्छ। अहिले मैले चाहिँ ताप्केमा हानिदिएको छु र चम्चा चाहिँ यस्तो छ, यो चटपटेको चम्चा। बहुत टेस्टी छ। ओ भाइ बहुत पिरो छ। हामीले चाहिँ खाजा पनि खाइसक्यौँ र अब चाहिँ हामी चाहिँ घर जाने तयारीमा छौँ। र केटाहरूले चाहिँ देख्न सक्नुहुन्छ टेन्टहरू प्याक गर्दैछ। र हामीले चाहिँ अब घर जाने बेलामा चाहिँ थोरै घाँस काटेर लानुपर्ने हुन्छ। र घाँसको रुख चाहिँ यही छ, देख्न सक्नुहुन्छ। यहाँ घाँस झार्दैछ, यहाँ देख्न सक्नुहुन्छ घाँस चाहिँ। सामानहरू चाहिँ यहाँ प्याक भइसक्यो यो झोलामा। हामी चाहिँ माथिबाट चाहिँ अलिकति तल आइसकेको छौँ। र हामीलाई टेन्ट लगाएको ठाउँ चाहिँ यहाँ माथि हो, अलिअलि देख्छ यो ढुङ्गामा हो। र हामी चाहिँ आइसकेको छौँ यहाँ चाहिँ घाँस लिएर। घाँस चाहिँ यहाँ छ एकजनाको चाहिँ, यहाँ छ एकजनाको। र यताको भ्यू चाहिँ यस्तो बवाल छ, हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। नाम्लो चाहिँ ल्याएनौँ हामीले, त्यही भएर यसले चाहिँ देशी जुगाड लगाउँदैछ यो नाम्लोको लागि। ओ भाइ हेर्नुहोस्, आफ्नो काँध अनुसारको भारी हाल। ल अनि भएन त यति भएपछि। ल यतिको चाहिँ हुनु पर्यो, गाउँले भएपछि यतिको चाहिँ हुनु पर्यो। ल